नमस्कार दर्शक वृन्द, तपाई हेर्दै हुनुहुन्छ हाम्रो विशेष समसामयिक कार्यक्रम। आज हामी चर्चा गर्दैछौं एक महत्त्वपूर्ण विषयबारे। नेपालको इतिहास हेर्दा सत्ता, विदेशी प्रभाव र राजनीतिक सङ्घर्षको कथा निकै गहिरो देखिन्छ। दरबारसँग नमिलेका कारण भीमसेन थापा मर्न बाध्य बनाइएका इतिहासमा उल्लेख पाइन्छ। दामोदर पारी भद्रकालीमा तरवारले 2 टुक्रा पारिएको घटना पनि, रणबहादुर शाह र शेरबहादुर शाहको मृत्यु पनि दरबारकै षड्यन्त्रसँग जोडेर चर्चा हुने गरेको छ। आधुनिक इतिहासमा पनि रहस्यमय घटनाहरू कम छैनन्। राजा महेन्द्रको मृत्यु, राजा वीरेन्द्रको दरबार हत्याकाण्ड। यही बीच अहिले अर्को विषय चर्चामा आएको छ। अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल बी भोवेल अहिले नेपाल भ्रमणमा छन्। भुटान हुँदै ड्रुक एयरको उडानबाट उनी काठमाडौँ आइपुगेका हुन्। नेपाली सेनाका अनुसार यो भ्रमण पूर्व निर्धारित कार्यक्रम अन्तर्गत भएको हो। आज यही विषयमा छलफल गर्न हामीसँग हुनुहुन्छ एक सुरक्षा तथा कूटनीति विश्लेषक। सबैभन्दा पहिले कार्यक्रमका लागि धन्यवाद, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो। धन्यवाद। तपाईलाई पनि धेरै धेरै धन्यवाद यति महत्त्वपूर्ण विषयमा छलफलको लागि बोलाइदिनु भएकोमा। अमेरिकी सेनाका उच्च अधिकारी नेपाल आउनु भएको छ। तपाईँ यसलाई कसरी हेर्नुहुन्छ? औपचारिक रूपमा हेर्दा यो भ्रमण सैन्य सहकार्य कार्यक्रम अन्तर्गत भएको बताइएको छ। विशेष गरी 5 खाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण कार्यक्रम रहेको छ। नेपाल शान्ति स्थापनामा सक्रिय देश भएकाले यस्तो सहकार्य सामान्य मानिन्छ। तर अहिले विश्व राजनीतिमा शक्ति प्रतिस्पर्धा बढिरहेको छ। अमेरिका, चीन र भारत बीचको रणनीतिक प्रतिस्पर्धाले दक्षिण एसियालाई प्रभावित गरिरहेको छ। हिमालय क्षेत्र रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। नेपाल यस्तो भौगोलिक स्थानमा रहेको छ जहाँ विश्व शक्तिहरूको ध्यान केन्द्रित हुने गर्दछ। विश्लेषकहरूका अनुसार यस्तो भ्रमणलाई विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ। नेपालले सन्तुलित कूटनीति अपनाउनु सबैभन्दा महत्त्वपूर्ण विषय हो। आजका लागि यत्तिकै। फेरि अर्को समसामयिक विषयसहित भेटौँला। कार्यक्रमको लागि समय दिएर आइदिनु भयो, धेरै धेरै धन्यवाद। तपाईँ पनि धेरै धेरै धन्यवाद मेरो कुरा दर्शक सामु राख्ने मौका दिनुभएकोमा। नमस्कार।